हेर, म बजार जाँदै छु। यदि यसलाई कसैले म बजार जाँदैछु यस्तो लेखिदियो, जाँदै, यहाँ चन्द्रबिन्दु दिएन भने सिधै छु जाँदैछु यस्तोमा मार्क पाइँदैन। त्यसकारण भाइ बहिनीहरू यो नोट चाहिँ दिमागमा राखिहाल्नुपर्छ कि स्वरान्त धातुमा दै प्रत्यय जोड्दा धातुमाथि चन्द्रबिन्दुको प्रयोग गर्नुपर्छ। अब हेर त, जस्तै हु प्लस दै छन् त के हुन्छ? हु माथि चन्द्रबिन्दु, दै छन्। कुरो बुझ्यौ? त्यस्तै के रे, प ढाउ प्लस दै छ त के भइहाल्छ? यो पनि स्वरान्तै हो। त उ माथि चन्द्रबिन्दु, प ढाउ दै छ। त यसरी के बुझिदिनु पर्छ? यो नोटलाई स्पष्ट रूपमा भाइ बहिनीहरूले सबैजना आफ्नो अभ्यास पुस्तिकामा सारिहाल्ने, लेखिहाल्ने, कलमले कापीमा लेख्ने कि स्वरान्त धातुमा दै प्रत्ययको प्रयोग गर्दा धातुमाथि चन्द्रबिन्दुको प्रयोग गर्नु पर्छ। फेरि व्यञ्जनान्त धातुमा गर्नु पर्दैन। हेर त, व्यञ्जनान्त धातुको लागि खेल दै छु त के भइहाल्छ? यो धातु के हो? हलन्त लागेको छ। स्वरान्त र व्यञ्जनान्तको पहिचान गर्ने तरिका हामी हिजै छलफल गरिसकेका छौँ कि जुन धातुको अन्त्यमा हलन्त लागेको हुन्छ त्यो व्यञ्जनान्त, जुन धातुको अन्त्यमा हलन्त लागेको हुँदैन त्यो स्वरान्त। स्वरान्त र व्यञ्जनान्तलाई पहिचान गर्ने त यहाँ अब लमा के छ? अन्तिम वर्णमा हलन्त लागेको छ। त यो हलन्त लागेको हुनाले यो के भयो? व्यञ्जनान्त भयो। त यसमा जोड्दा के भइहाल्छ त? हेर, खेल्दै छु। यहाँ चाहिँ लमा हलन्त लागेको, यहाँ चाहिँ आधी ल लेख्नु परेको। यस्ता कुरालाई ख्याल गरेर भाइ बहिनीहरू अपूर्ण वर्तमान चाहिँ बनाउन सकिन्छ। ल, अब यसपछि अपूर्ण पक्षपछि पूर्ण वर्तमान सम्बन्धी छलफल फेरि गरौँ। ल, पूर्ण पक्ष छलफल गरौँ त। पूर्ण वर्तमान भनेको भाइ बहिनीहरू, पूर्ण वर्तमान भनेको के कस्तो? तेरा वर्तमान समयमा कुनै काम भइसकेको छ, कुनै काम भइसकेको छ भने अवस्थाको बोध गराउने क्रियापदको रूपलाई नै पूर्ण वर्तमान भनिन्छ। वर्तमान समयमा कुनै काम भइसकेको छ। अनि यसमा के लाग्छ त? यसमा के रे, यस पूर्ण वर्तमानको क्रियापद निर्माण गर्नको लागि त धातु प्लस हेर त एको, एकी, एका, नु भएको, फेरि अन्त्यमा तथा अन्त्यमा र त अन्त्यमा छका रूपावली, यो अन्त्यमा छका रूपावली चल्छन्। जस्तै छु, छौ, छन्, छस्, यस्ता
तब एको एकी एका र नु भएको प्रयोग कहाँ कहाँ हुन्छ त कर्ता पदसित यसमा अलिक बुझिदिनु पर्छ। जस्तै सबैजना भाइ बहिनीहरू हो आफ्ना त्यो अभ्यास पुस्तिकामा यस्तो एउटा सानो ड्राफ्ट गरिहाल त। यहाँ लेखिदिने कर्ता पद अनि त्यसपछि यहाँ लेखिदिने धातुमा लाग्ने प्रत्यय, धातुमा लाग्ने प्रत्यय। अनि यस्तो हेर त, जस्तै म कर्ता पद भए त यसमा अथवा मैले जुनसुकै कर्ता पद यसमा भए के लाग्छ त एको छु अथवा एकी छु। त्यस्तै हामी वा हामीहरू कर्ता पद भए हामी भए वा हामीहरूले भए यसमा के लागिहाल्छ त एका छौं चन्द्रबिन्दु। त्यस्तै त अथवा तैले कर्ता पद भए त अथवा तैले भाइ बहिनीहरूले फास्ट मानेको लेख्नु पर्छ। यसमा के भइहाल्छ त एको छस अथवा एकी छस। अथवा यस्तै तिमी कर्ता पद भए तिमी वा तिमीहरूले भए के भइहाल्छ त एका छौ। तपाई हेर त, तपाई आमा बुबा गुरु उच्च आदर, यसलाई उच्च आदर भनिन्छ। यो उच्च आदरका कर्ता पद भए यसमा के लागिहाल्छ त नु भएको छ र नु भएको छ। त्यस्तै अब हेर त ऊ कर्ता पद भए उसले भए, मानौ पुरुषको लागि गोपाल भए, चरो भए एक वचन, तेस्रो पुरुष एक वचन, तेस्रो पुरुष एक वचन पुलिंग, तेस्रो पुरुष एक वचन पुलिंग वा अमानवीय नाम, अमानवीय नाम मा के लाग्छ त एको छ। त्यस्तै एक वचन तेस्रो पुरुष एक वचन मानवीय स्त्रीलिंग भए हेर त एकी छ अथवा एकी छन्। अनि लास्टमा बहुवचन भए उनी उनीहरू तिनी सबै यसरी उनीहरू भए तिनीहरू भए केटाहरू भए केटीहरू भए, तेस्रो पुरुष बहुवचन पुलिंग वा स्त्रीलिंग भए यसमा भइहाल्छ एका छन्। यी सूत्रलाई दिमागमा राख्ने र भाइ बहिनीहरूले आफ्ना अभ्यास पुस्तिकामा पनि सारिहाल्ने। हामी पढेकै कुरो जस्तो हामी मसित छु, हामीसित छौँ, तसित छस्, तिमीसित छौ, तपाईसित नु के अरे यो हुनुहुन्छ नुहुन्छ, अनि उसित छ। यो त्यही सामान्य वर्तमानकै छको रूपावली छका रूपावलीहरू आएका छन् र बाँकी चाहिँ एको एकी एका मात्र थपिएको छ। यसमा के बुझिदिनु पर्छ, जस्तै र त यहाँ पहिलो कर्ता पद आएको छ म वा मैलेमा, त के हुन्छ एको छु अथवा एकी छु। यसको अर्थ एको छु पुलिंग, यसको अर्थ के भयो पुलिंग कर्ता पद। म पुलिंगको रूपमा आएको छ त एको छु। जस्तै मैले कथा पढेको छु, यसैलाई कुनै
केटीले स्त्रीलिङ्ग कर्ता पदको रूपमा म आएको त उसले भन्न सक्छ के मैले कथा पढेकी छु। त यसरी त्यस्तै हामी वा हामीहरूले ध्यान दिने एका छौं, हामीहरूले कथा पढेका छौं। त्यस्तै त अथवा तैले आए र तमा पनि एको छस् पुलिङ्गको लागि, एकी छस् स्त्रीलिङ्गको लागि। फेरि भाइ बहिनीहरूले यहाँ पनि प्रश्न उठाउन सक्छन् कि सर यहाँ एकी पछि यो स्त्रीलिङ्गको लागि प्रयोग गर्न छेस हुन्छ कि हुँदैन? तब छेस दिइरहनु पर्दैन। किन पर्दैन कि एकी आयो, एकीले छसलाई छेस बनाइदिएको छ। क्लियर? त्यस्तै भाइ बहिनीहरू अर्को हेर त, तिमी वा तिमीहरूले कर्ता पद भए एका छौ। त्यस्तै उच्च आदर तपाईँ, आमा, बुवा, गुरु यस्ता दाजुमा नु भएको छ। अर्को तेस्रो पुरुष एक वचन पुलिङ्गमा एको छ र एक वचन अमानवीय नाममा पनि। त्यस्तै एक तेस्रो पुरुष एक वचन मानवीय स्त्रीलिङ्गमा एकी छ अथवा एकी छन्। त्यस्तै उनीहरूमा, तिनीहरूमा, केटाहरूमा, केटीहरूमा बहुवचन पुलिङ्ग वा स्त्रीलिङ्ग जेसुकै भएमा एका छन्। अब हेर त, जस्तै यहाँ उदाहरणको लागि मैले, हेर त भाइ बहिनीहरू, मैले कथा पढेको छु। हेर यहाँ धातु के छ? यहाँ धातुको रूपमा यहाँ पढ आएको छ। त पढमा हेर, त्यस्तै हामीहरू भए के हुन्छ? हेर त, हामीहरूले कथा पढेका छौं। हेर्यौ? त्यस्तै तैले भए, तैले कथा पढेकी छस्। यहाँ स्त्रीलिङ्ग को रूपमा यदि तैले कथा पढेको छस् त यो पुलिङ्गको रूपमा त आउँथ्यो। त्यस्तै तिमीले, हेर त यहाँ, तिमीले कथा पढेका छौ। त्यस्तै तपाईले कथा पढ्नु भएको छ। हेर त, तपाईले कथा पढ्नु भएको छ। त्यस्तै उसले कथा पढेको छ, उसले कथा पढेको छ। गीताले कथा पढेकी छ, उनीहरूले कथा पढेका छन्। यसरी पढ धातुबाट भाइ बहिनीहरूले उदाहरण सहित हेर्यो। यसलाई सबैजनाले आफ्नो अभ्यास पुस्तिकामा राम्ररी सार्ने। यसमा अझ थप कुरा केही भन्नुपर्छ भने एक दुईवटा नोट पनि बुझिहाल्ने भाइ बहिनीहरूले। के बुझिहाल्नु पर्छ कि पूर्ण वर्तमान कालका पक्षका वाक्यहरू बनाउँदा केही कुरा ध्यान दिनुपर्छ। ध्यान के दिनुपर्छ कि कर्ता पदमा कहाँले जोड्ने र कहाँले नजोड्ने। त्यही पूर्ण वर्तमानको हामी जब वाक्य बनाउँछौँ, पूर्ण वर्तमान त क्रियापदलाई हेर्नुपर्छ। क्रिया यदि सकर्मक छ त कर्ता पदमा ले जोड्ने र क्रियापद सकर्मक भएमा, क्रियापद सकर्मक भएमा कर्ता पदमा ले जोड्नु पर्छ। हेर त, उदाहरणको लागि हेर त, जस्तै रमेशले फुटबल
खेलेको छ। अब हेर्ने यहाँ रमेशले फुटबल खेलेको छ। त अब यो यहाँ हेर त खेल छ अथवा खेल्नुबाट त यो खेल धातु जुन छ नि यो क्रिया रूपमा खेल छ, सकर्मक आयो। त्यसैले यहाँ के जोड्नु पर्यो? ले जोड्नु पर्यो। यदि यो क्रिया अकर्मक भएको भए यसमा ले जोड्नु पर्दैनथ्यो। जस्तै रमेश सुतेको छ। र त यहाँ सुत्नु अकर्मक हो, त्यसैले यहाँ रमेशमा ले जोड्नु परेन। त यसबाट के प्रश्न भयो कि पूर्ण वर्तमान कालका वाक्य बनाउँदा क्रियापदलाई ख्याल गर्नुपर्छ। यदि क्रियापद सकर्मक छ भने कर्ता पदमा ले जोड्नु पर्छ। यदि क्रियापद अकर्मक छ भने कर्ता पदमा ले जोड्नु पर्दैन। अब त क्लियर भयो यो लेको प्रयोग सम्बन्धी। क्रिया सकर्मक भए कर्तामा ले पूर्ण वर्तमानमा, क्रिया अकर्मक भए कर्तामा ले जोड्नु पर्दैन। एउटा पोइन्ट नम्बर 2 भाइ बहिनीहरू हो टिपिराख्ने। पूर्ण वर्तमान कालका क्रियापदलाई पद वियोग गरेर लेख्ने। पोइन्ट नम्बर 2 पद वियोगको अर्थ अलग अलग ढिकोमा लेख्ने। पोइन्ट नम्बर 3 भाइ बहिनीहरू हो पोइन्ट नम्बर 3 धेरै महत्त्वपूर्ण छ। यो एकदम बुझ्नु पर्छ, सबैजनाले लेखी पनि हाल्नु पर्छ। पोइन्ट नम्बर 3 मा के छ कि केही यस्ता धातुहरू छन् जुन धातुमा पूर्ण पक्षको प्रत्यय हामी प्रयोग गर्छौ त त्यो धातुको रूप परिवर्तन गर्नुपर्छ। जस्तै र त जा गहु बरु रुधु धु उलो। यसको अर्थ भाइ बहिनीहरू हो जब हामी पूर्ण पक्षका प्रत्यय जस्तै र त यहाँ मैले भने भाइ बहिनीहरूलाई पोइन्ट नम्बर 3 मा कि जाग हु भ रु रो धु धो आ उ लोप। यसको अर्थ भाइ बहिनीहरू यो बुझिहाल्नु पर्छ। जाग हु भ रु धु धो उ लोप। यो के छ कि जा धातु ग हुन्छ, हु धातु भ हुन्छ, रु धातु रो हुन्छ, धु धातु धो हुन्छ र उ चाहिँ लोप हुन्छ। जस्तै यहाँ भाइ बहिनीहरूलाई म एउटा बताउँदैछु उदाहरण हेर त। जा धातु दिएको छ आ प्लस जस्तै उदाहरणबाट यहाँबाट हेरौ त म बजार आ डट डट कोष्टमा यहाँ दिएको छ जाबाट पूर्ण वर्तमान बनाउनु परेको छ। त यसबाट के भइहाल्छ म आ बजार। अब हेर त यो धातु के हो भाइ बहिनीहरू जा आ यसमा थप्नु के पर्छ एको छ। एको छ ममा एको छु लाग्छ त मानौ एको छु त यो के भइहाल्छ जाएको छु होइन र होइन। यो जाएको छु गलत हुन्छ। यो जाएको छु के भइहाल्छ गएको छु। के भइहाल्छ यहाँ म बजार गएको छु। किन यो म बजार गएको छु भाइ बहिनीहरू हो किनकि अहिले भर्खरै हेर्यौ जा गहु भरु रुधु दु उ लोप। यसको अर्थ जा धातु रहन्छ त गए जा ग भइहाल्छ। त यसमा अब गल्ती नगर्ने। त्यस्तै हु रहन्छ
त भ भइहाल्छ। जस्तै हु प्लस एका छन् त के हुन्छ भन त भएका छन्। क्लियर। त्यस्तै रु रहन्छ रु प्लस एको छ त के हुन्छ रोएको छ, रुएको होइन रोएको। त्यस्तै धु प्लस एका छन् धोएका छन्। अब त क्लियर भयो। र उ लोप पनि हुन्छ। जस्तै हेर त यहाँ पढाउ प्लस एको छ त बराबर के हुन्छ पढाएको छ। अब हेर त भाइ बहिनीहरु हो यहाँ यो धातुमा के थियो उ, यो उ यहाँ के भएको छ लोप भएको छ। त्यसैले यो फर्मुलालाई यसलाई पनि दिमागमा राख्नुपर्छ कि पूर्ण पक्षको क्रियापद निर्माण गर्दा पूर्ण पक्ष जाउने प्रत्ययहरू जब हामी केही यस्ता धातु छन् जसमा हामी जोड्छौं प्रयोग गर्छौं त त्यो धातुको रूप परिवर्तन हुन्छ। जस्तै यहाँ हेर्यौ जा के रे जा गहु बरु रु दु दु उ लोप भयो र यसको अर्थ जा गमा हुन्छ, हु भमा हुन्छ, रु रोमा हुन्छ, धु धोमा परिवर्तन हुन्छ र यदि उ छ भने उ लोप, लोप माने उडिहाल्छ हराइहाल्छ, त्यसको ठाउँ हुँदैन। क्लियर भयो त भाइ बहिनीहरु हो। अब ल त यसरी तिमीहरूले के गरिदिनु पर्छ भने यति यो तीनवटा पोइन्ट्स दिमागमा राखिहाल्नु पर्छ। पोइन्ट नम्बर 1 मा के भयो कि पूर्ण वर्तमान कालका क्रियापद के रे पूर्ण वर्तमान कालका क्रियापद पद वियोग गरेर लेख्ने। पोइन्ट नम्बर 2 मा के पढ्यौ क्रियापद सकर्मक भए कर्ता पदमा ले जोड्ने, अकर्मक भए ले नजोड्ने। पोइन्ट नम्बर 3 मा के पढ्यौ भर्खरै भाइ बहिनीहरु हो जा गहु बरु रु दु दु उ लोप। क्लियर भयो। अब यसैका आधारमा मजाले अब भाइ बहिनीहरु त्योहरू अब पूर्ण वर्तमान सम्बन्धी अभ्यास गर्न सक्छौ। अब प्राविधिक मित्रले इशारा गरिरहनु भएको छ त आजलाई यतिकै, किनकि समय सीमा समाप्त हुन लागेको छ। भाइ बहिनीहरु ध्यान दिएर सुने, पढे, बुझे, यसका लागि धेरै धेरै धन्यवाद। हस्त नमस्कार। रेडियो जनकपुर 97